यो तीज पर्व खास गरी किन मनाइन्छ होला जस्तो लाग्छ यहाँलाई? यहाँको विचारमा तीज पर्व यो परापूर्व कालदेखि त मनाउँदै आएको पर्व हो। हजुर, हिमालय पर्वतकी छोरी पार्वती जब ठुलो हुँदै जानुभयो तब हाम्रो नारद मुनि हजुर, पर्वतको घर बस्न एक दिन पाहुना आउनु भएको थियो। त्यसमा हाम्रो हिन्दू धर्म अनुसार उहाँ पाहुना आउँदा चाहिँ पार्वतीलाई देख्नुभयो, एकदम सुन्दरी राम्री देखिसकेपछि उहाँले झलक्क विष्णुलाई सम्झिनुभयो। विष्णुलाई सम्झे ओहो उहाँ त यति राम्री हुनुहुँदो रहेछ, विष्णुसँग विवाह गरिदिन पाए हुन्थ्यो भनेर उहाँले पर्वतसँग कुरा राख्नुभयो। हिमालय पर्वतसँग छोरीको विवाह मैले विष्णुसँग योग्य वर देखेँ, तपाईँले विवाह गरिदिनुहुन्छ कि भनेर कुरा राख्नुभयो। विष्णु जतिको मैले ज्वाइँ पाएँ भने म दिन सक्छु भनेर पर्वतले भनिसकेपछि ओहो त्यसो विष्णुले पो मान्नुहुन्छ कि नाइ मेरो छोरीलाई, म त पर्वत हुँ, सानो मान्छे हुँ, त्यत्रो ठुलो विश्व ब्रह्माण्डको देवताले मान्नुहुन्छ कि नाइ भनिसकेपछि उहाँले चाहिँ फेरि विष्णुसँग कुरा गर्नुभयो। विष्णुले ओहो त्यति राम्रो पार्वती भनेपछि त ल तपाईँले भनेअनुसार म त विवाह गर्छु, तपाईँ गएर कुरा गर्नुहोस् भन्नुभयो। विष्णु त राजी भइसक्नुभयो। उहाँको ब्रह्माण्डले त देखिसक्छ, उहाँ आएर स्वयं देख्नै पर्ने नै हुँदैन, उहाँ त विश्व ब्रह्माण्ड नै देख्न सक्नुहुन्छ भनेपछि उहाँले हुन्छ भन्नुभयो। हुन्छ भने नारद फेरि कुरा ल्याएर आउनुभयो। नारदको र पर्वतको कुरा भयो, तर त्यो कुरा फेरि पार्वतीलाई सोधिएन। त्यसबेला पार्वतीलाई सोधेर गर्नु पर्थ्यो, सोधिएन। नसोधेपछि पार्वतीका सखीहरूले साथीहरूले त्यो कुरा थाहा पाए पार्वती भन्दा पहिला। भने ल तिम्रो त विवाह हुने भएछ, हामी छिटो लौ अब त तिमी हामीलाई छिटै जाने भयो भनेर यस्तो साथीहरू बसेर कुरा गर्दा होइन मलाई त थाहा छैन, म त बच्चैदेखि मैले त शिव पार्वतीको पूजा शिवको पूजा गरिराखेको छु, मलाई त शिवपति चाहियो विष्णु होइन भन्नुभयो उहाँले। ओहो त्यसो भए त बुवाले त उता वचन दिइसक्नुभयो, के गर्ने त भन्छ। के गर्ने भनिसकेपछि पार्वतीका साथी सखीहरूले हरण गरेर उहाँले ठुलो जङ्गलमा लगेर तप गर्न पठाउनुहुन्छ साथीहरूले। त्यसमा पार्वती एक्लै मात्रै बस्नु भएको छैन, त्यसमा साथीहरू पनि लगेर जानुभएको छ। साथीहरूले उहाँलाई संरक्षण गर्नुभएको छ र साथीहरूसँगै उहाँ तप गर्नुभएको छ, वनमा गएर तपस्या गर्नुभएको छ। र पछि 100औं वर्षसम्म तपस्या गरिसकेपछि पार्वतीले त्यसरी आफ्नो फल प्राप्त गरेर पछि विष्णुलाई पनि सोधिन्छ के फेरि पार्वतीले मान्नु भएन हजुरसँग विवाह गर्न, अब हामीले के गर्ने, उहाँ त तपमा हुनुहुन्छ, खबर त पुर्याउनु